अब के आरे ल छोरालाई खुवाइदिए तेरो छोरालाई आइज बाबु ल आऊ 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 यस्तो छ है पारा कहाँ भेले टाढातिर घुमेर 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 आएर यहाँ राति 12 बजे भात खाने यस्तो पनि हुन्छ तलबारी एकैछिन पाकिँदो रहेछ अरे ल राति 12 बजे भेलेटारको अकबारे खुर्सानी ल्याएर यहाँ मलाई सुतेको बेला डिस्टर्ब गरेर आएर ढोका खोल्नु लगाएर भात पकाएर खाएको साथीले यस्तो छ है पारा यस्तो छ आमा चिसोको बोतलमा वाइन चिसोको बोतलमा वाइन छोराले फेरि त्यहाँ दुःख दिइरहेछ ओइ 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 के भयो बाबुलाई बाबुले वाइन खाने वाइन देऊ तेरो छोरालाई कुकरको बुझा चाहिँ सेतो छ अनि कुकर चाहिँ कालो छ ल साथीहरु के हो यो आयो यता पनि त्यस्तै बाबुले भोक लाग्यो मम्मीले भेलेटारमा के पनि खुवाएन हो लु आऊ खाऊ खाऊ बाबु खाऊ मम्मीको भात खोसेर खाऊ ल आमै भोक लागेछ नि त भाइलाई त आमै बिहान 4 बजे राति हिँडेको कतिखेर पुगेको त तिम्रो म भेलेटारमा हिँड्दा हिँड्दा हैरान भएर भोक त्यो बाटो पनि राम्रो छैन गम्बेर गरेर हिँडेको पहाड भित्त सबै रहेछ हिँड्दा पनि यस्तो भएर क्या भात खाँदा पनि बाटै त्यस्तो छ साथीहरु अनि तेरो छोराले चाहिँ कसरी हिँडाएछ तैँले चाहिँ अनि छोरालाई अयो भाइ पनि त्यस्तै रहेछ फेरि म्याक्सी पनि कति लामो साथीहरु के गर्नु मान्छे अलि अल्गो भएपछि यस्तै हुन्छ रहेछ छोरा पनि त्यस्तै रहेछ अलि देऊ त भात चाहिँ राम्रो पकाउनु भएछ मकैको चामल अर्ग्यानिक आमा यहाँ त मकैको चामल मात्रै छ त हेर्नु त हेर चामल राम्रोसँग नघोल्या हो क्या हो रहेछ साथीहरु ए आज हाल्नु न सब्जी हाल्नु ल ल उही के हो भाइ आउन मन लाग्यो नि कविता त्यो सबै छोड्यो बहिनी खाइदिए तैँले त्यसको भाइले त्यहाँनिर उचाल्दैछ साथीहरु यस्तो गराइ चाटिन्छ अब म त्यसको छोराले दिएन हौ त्यसलाई गम गम खुवाइदिए त्यसलाई अगाएकै छैन छोराले फेरि यस्तो खाऊ बाबु खाऊ आमै खान्छ र भन्छ यिनीहरूको पारा है पारा मलाई त कस्तो ढल्किन पो मन लाग्यो ल ओके एउटा गीत सुन्नुहुन्छ साथीहरु ल ल सुना तेरो गीत के छ यस्तो छ नाचेको नि अहिले चलेको गीत के अहिले चलेको गीत के साथीहरु के हो साइनहरुलाई त तपाईं खानु
ल ल ओके ल बाई गाइस यस्तो गर्न पर्यो यस्तो ल ओके बाई गाइस ल यस्तै चाहिँ ल